चाहिँ घुम्न जाँदैछौँ। सिन हेर्नुहोस् कति राम्रो सिनहरू छ चितवन सौराको। हाम्रो दोस्रो टिमलाई पनि हामीले भेटिसकेका छौँ। यसरी हाम्रो वेटिङमा बस्नु भएको रहेछ उहाँहरू हामीलाई पर्खेर। हामी चाहिँ कमसेकम पनि उहाँहरू हामीभन्दा 15 मिनट 20 मिनट अगाडि हिँड्नु भएको छ। जङ्गल सफारी यस्तो हुन्छ यहाँको, हेर्नुहोस् गाइस। अब हामी जङ्गलभित्र लाग्दैछौँ बाघ भालु चितुवा गैँडा हेर्नको लागि। हामी प्रवेश गर्दैछौँ। घुम्दैछौँ हामी एकदम। गाडीले चाहिँ हामीलाई एकदम हल्लाएको हल्लाइ छ। गाडीले लास्ट हल्लाएको छ। अब बाटो चाहिँ अब कच्ची बाटो छ अनि त्यो बाटोले गर्दाखेरि चाहिँ अलिकति समस्या। देव काका, जङ्गल छिर्दा तपाईँलाई कस्तो अनुभव भएको छ? एकदम रमाइलो छ। वाउ, पूरी राष्ट्रिय निकुञ्ज त 1 महिनाले त घुम्नु भएन। त्यत्रो ठुलो एरिया हाम्रो सानो एरिया मात्रै कभर गर्छ। यो हरिण हामीले देखिरहेको छौँ। हामीले कस्तो ब्युटिफुल हरिणहरू छ। सरीसृप घिर्सिने जनावरहरू 45 किसिमको, चराहरू 650 भन्दा बढी किसिमको पाइन्छ। अब जम्मै कुरा चाहिँ बाघ यहाँ पाइन्छ एकदम मजाले। बाघहरू पाइन्छ होइन। अब बाघ अनि बाघले हामीलाई यति माया गर्दा कि छोडेर जाँदैन। जे भए पनि हाम्रो शरीर बाघको आरा बलियो छ होइन। पाले बाघहरू छ यहाँ। अनि रमाइलो भइरहेछ। रमाइलो, एकदम रमाइलो। माइजीको घना जङ्गल छ यहाँ। वाउ, सिन कस्तो दामी छ सूर्य उदाको।
सनराइज पनि दामी देखिरहेको छ चितवनको सनराइज नि कुन कुन चरा ए ऊ त पर देखिएको यो हाम्रो एकैछिन हाम्रो यो पर देखिएको छ यो चखेवा चरो भन्दो रहेछ यसलाई खेल्दैन कहाँ खेल्छ ए चखेवा सकेपछि फर्केर जान्छन् हामीले कथा सुनेको भाइ हरे साँच्चै हुन्छ साँच्चै हुन्छ कथा सुनेको त हामीले खै कता पानी खाने खोइ पानी हुन्छ पानी खाने खै मैले देखिनँ पानी खाने नि पर्यो ढुङ्गाले ए उहाँ पर ढुङ्गाले ए हजुर हजुर उहाँ हरिहरले चाहिँ यहाँ गोही छ यहाँ गोही छ दुई किसिमको एउटा माछ मगर अनि एउटा घरियाल ए घना जङ्गल छ यो जङ्गलमा चाहिँ अब बाघ आउन पनि सक्छ तर हामी त्यो सम्भावित हुँदै पनि हामी यो डेन्जर रिस्क लिएर चाहिँ हामी हिँडिरहेछौँ यस्तो घना जङ्गल छ अब सुरक्षाको हिसाबमा अब यहाँनिर हाम्रो केही पनि छैन यता बारहरू केही पनि छैन खुला छ यस्तो खुला छ त्यही पनि यति रिस्क लिएर चाहिँ हामी सौरा चितवनको राष्ट्रिय निकुञ्ज सौरा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरिरहेको छौँ हामी सबैजना छौँ यहाँनिर हाम्रो सबैजना भन्दा पनि हाम्रो पहिले पनि एक्सिडेन्टली त्यो जनावरबाट मान्छेहरू पनि मृत्यु भएको छ त्यसरी त्यति हो रहेछ हजुर ए लङ्गुरले खोइ हरिण वा हरिण कति वर्ष भएको रहेछ यसको सिङको चुच्चाले हुन्छ अरे त्यहाँनिर हेर्नु न 1 2 3 4 5 5 10 वर्ष भइसक्यो मिनी फेदमा देख्नु भयो ए भनेपछि यो हरिणको जति सिङ पलायो त्यति त्यसको उमेर भयो यसको उमेर कति अरे ए भनेपछि लक्का जवान पानी परेछ अब हामी आउने फोटो खिच्ने हेर्ने जाने मात्रै हो अरू केही गर्दैन हाम्रो गाइड भाइ हो म गाइड भाइलाई एकछिन म क्यामेरा दिँदैछु उहाँ मेरो पनि भिडियो खिचिदिनुहुन्छ उहाँले सबै प्ले भइरहेछ कि यतिको खिचिदिनु मात्रै हामी चाहिँ चितवन सौरामा छौँ चितवन सौरा राष्ट्रिय निकुञ्जमा यहाँ चाहिँ हामीले हरिण देख्यौँ अनि चखेवा देख्यौँ होइन अन्य कुराहरू देख्ने क्रममा छौँ हामी देखिन्छ होला सायद यो हाम्रो नेपालको चाहिँ सबैभन्दा ठुलो हाम्रो यो चाहिँ नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज करेक्सन पहिलो राष्ट्रिय निकुञ्ज रहेछ ठुलो चाहिँ होइन रहेछ होइन तर हेर्दाखेरि चाहिँ वाउ सनराइज ए पहिले राजा महेन्द्रको चाहिँ होटल थियो है अहिले छैन होइन 30 वर्ष ए अब सुरुमा चाहिँ यहाँनिर यो राजाहरू आउने भ्याकेसन बनाउनको लागि चाहिँ हन्टिङ गर्ने खाने बस्ने ठाउँ थियो हजुर हजुर अनि पछिबाट चाहिँ यसलाई होटलमा कन्भर्ट गरेको ए यसलाई चाहिँ अलिकति विकास भन्छ है
निकै लामो घाँस भनेर चिनिन्छ 11-12 फिट तलको हुन्छ नि त भारी। पहिला यो घरहरू के अरे यो घरको यही होटल भन्नुभएको कि ए हामी पहिले कुन राजाको पालाको अरे राजा महेन्द्र पालाको होटल हजुरलाई इच्छा लाग्छ भने ट्याक्क ओर्लेर गएर हेर्न सक्नुहुन्छ है। हाम्रो दोस्रो टिमसँग पनि भेट भएको छ बडा हाँस्दै आउनुभएको छ उहाँहरू हामीभन्दा अलिकति अगाडि जानुभएको थियो अनि तपाईँहरूलाई कस्तो लागेको छ जङ्गल सफारी जङ्गल रमाइलो भएको छ होइन ल तपाईँहरूको के छ र इन्जोय भइरहेको छ होइन त ल अनि भाउजू तपाईँलाई इन्जोय भएको छ कि छैन फुल्ली इन्जोय भएको छ है अनि भाउजू अनि रमाइलो भएको छ जे होस् रमाइलो भएको छ सन्चो छैन त्यही भए पनि ओहो ल ठिक छ यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जको यो राजा महेन्द्रको पालाको होटल एन्ड रेस्टुरेन्ट भिडियो के हो राजा महेन्द्रको होटल एन्ड रेस्टुरेन्ट हो यो अब यो हामी यहाँ ओर्लेर चाहिँ घुम्दैछौँ के छ भने यहाँ चाहिँ अलिकति बाघ भालुको अलिकति डर हुन्छ त्यो डर हुँदै पनि हामी चाहिँ अहिले रिस्क लिएर भए पनि यहाँ हामी यात्रा गर्दैछौँ अब तपाईँहरूलाई अब यो राजा महेन्द्र पालाको रेस्टुरेन्ट देखाउँदैछौँ यो चाहिँ 30 वर्ष भयो बन्द भएको